परिस्थितिमा छु जहाँ मलाई बाँच्ने रह पनि छैन नि, आफैलाई मर्ने आँट पनि छैन। म अहिले त्यो परिस्थितिमा छु जहाँ मलाई बाँच्ने रह पनि छैन नि, आफैलाई मर्ने आँट पनि छैन। तारिफ भन्दा घृणा ठिक लाग्छ मलाई, तारिफ मनमा खोट राखेर गर्छन्, तर घृणा दिल खोलेर। भविष्य नै अलग भए पछि विगत सम्झेर वर्तमानलाई किन उदास बनाउन। गलत भए गलत नै सही कसैलाई सफाई दिँदै दिन। जसले जसरी बुझ्छ बुझोस् मलाई, आफूलाई परेको दिन थाहा आउनेछ।